हाम्रो नानीलाई चाहिँ नि आज 9 महिना पुरा भएको भ्याक्सिनहरू, त्यसमा 3टा भ्याक्सिन लगाउनु रहेछ। त्यसमा हाम्रो दादु र रुबेला लगायतको 3टा खोपहरू चाहिँ आज लगाइयो। यो भ्याक्सिनेसनहरू त अब पछि लाग्ने रोगहरूबाट चाहिँ अहिले नै बचाउने हो बच्चाहरूलाई चाहिँ नि। हामी जन्मिँदाखेरि 2टा 3टा 4टा भ्याक्सिन लगायौँ होला, अब आज नै 3टा मेरो बच्चाले लगायो, त्योभन्दा अगाडि पनि 2टा 3टा लगायो। अब त्यस्ता भ्याक्सिनहरू चाहिँ नि बढ्दै जानु भनेको चाहिँ नि बच्चाहरूको चाहिँ नि इम्युनिटी पावरहरू बढ्नु, उनीहरू पहिले नै भ्याक्सिन गरेर चाहिँ नि उनीहरूलाई पछिसम्म चाहिँ नि उनीहरू चाहिँ तन्दुरुस्त भएर बाँच्न पाउँछ, उनीहरू हेल्दी भएर बाँच्न पाउँछ। अब अहिले नै हामीले नेग्लिजेन्स गर्दाखेरि चाहिँ अब हामीले लापरवाही गर्दाखेरि चाहिँ भोलि गएर चाहिँ बच्चाहरूको चाहिँ विकासमा चाहिँ नि ठुलो बाधा आउन सक्छ। अब यो त धेरै सहज हो नि, अब हामीलाई धाएर जानु पर्दैन, हाम्रो समय बचत भयो, आफ्नै घर छेउमा आँगनमै भेट्या भने जस्तो नि भयो नि त। यो त अब हाम्रो आँगनमै आएको हो नि त। अब फ्रीमा जुन कुरा चाहिँ हामीले चाहिँ धेरै रकम तिरेर चाहिँ लिनुपर्ने थियो, त्यसमा सरकारले हाम्रो लागि चाहिँ निःशुल्क उपलब्ध गराइदिएको छ भने चाहिँ त्यसमा सरकारप्रति हामीले धन्यवादै प्रकट गर्नुपर्छ।